हेलो गुड मर्निङ सबैजनालाई। होइन यो कर्णाली बाजुराको जनताहरूलाई कतै गाली गरे हौ, कति गाली गरेको, भेडा भने के भने कति गाली गरे यार। त्यहाँको जनता भेडा होइनन् के, बिचराहरू अशिक्षित छन्, उनीहरूको दिमागमै त्यही पुरानो पार्टी छाप बस्या। त्यति रासोपाको त्यति मत आएको भनेको नि शिक्षित परिवारको मत आएको हो। त्यो शिक्षित परिवारको मत आएको हो। कोही विदेशमा भएको आफ्नो छोरछोरीहरूले फोन गरेर त्यहाँ हालिदिनु भनेर बुझ्ने मान्छेले हालेका मत त्यति हुन्। अनि अर्को कुरो अरू किन आएन भन्दा अब त्यहाँका मान्छे बिचरा सोझा मान्छे अब गुण फिर्ता गरे। अब गुण जेको पनि लगाओस्, मासु भातको लगाओस् अथवा केही पैसाको लगाओस्, आफ्नो बोलीकै गुण लगाए पनि गुण फिर्ता गरे। उनीहरू सोझो मान्छे हुन्छ भनेपछि हुन्छ, त्यही पुरानो पार्टीलाई हालिदिए, त्यति मात्रै हो। अब इभन त्यो ठाउँमा रवि लामिछाने र बालेन छाने लगेर उठाएको भए पनि अहिलेको स्थितिमा पुरानैलाई भोट हाल्थे क्या तिनीहरूले। त्यहाँ शिक्षित छैनन्, मोबाइल फोन चलाउँदैनन्। त्यहाँका प्राय कति मान्छेहरूलाई यो जेनजी आन्दोलन किन भयो भन्ने थाहा छैन होला। अनि किन गाली गर्छौ यति साह्रो? ल गाली गर्न छोड त छोड, गाली गर्न छोड। अलिकति सोचेर बुझेर गाली गर क्या। बिचरा जनता सोझा छन्, त्यहाँका अशिक्षित छन्। विकास यो समाजको परिकल्पनै त्यस्तो गरेर राखेको छ पुरानो नेताहरूले त। अनि कसरी हुन्छ विकास? जे भए पनि त्यहाँका जनता गलत होइनन्, त्यहाँका नेता गलत हुन्। जे पाठ सिकाए त्यही गरे हन् तिनीहरूले। त्यही भएर जनतालाई गाली गर्न छोडौँ। अब शिक्षित कर्णाली बनाउनतिर लागौँ। अरू भने त्यस्तै। ल, जय नेपाल, जय दिन।